खतरनाक सुपर बाइक लिएर गयो नि त। हिजो केटाहरूको कुन बाइक थियो, आज चाहिँ सुपर बाइक लिएर आयो नि केटाहरूले। सो हेलो नमस्ते सबैजनालाई, यो सबैजना सन्चै र आरामै हुनुहुन्छ होला। म पनि एकदम आरामै छु। र आज चाहिँ हाम्रो डे 2 हो मुस्ताङमा। हिजो चाहिँ हामी लेते बसेको थियौँ अनि आज चाहिँ हामी मार्फामा यसो घुम्न जानु त भनेर निस्किन लाग्यो। अनि केटाहरू चाहिँ अघि गइसके। आज नि यो र म मात्र छौँ, केटाहरू अघि गइसकेछन् होइन। अब सिधै बाइकमा भेटौँला है त। सो केटा अब चाहिँ चल्दिउँ होइन, ढोक्दे मलाई ढोक्क बरु। अब केटाहरू अगाडि अगाडि गयौँ, केटाहरूलाई भेट्टाउनु पर्ने हुन्छ हामीले चाहिँ होइन। अब अरू जेसुकै होस्। आज बिहान चाहिँ यहाँ यस्तो पानी परेको थियो नि, म त दिउँसो घुम्न पाइन्न आज। के कस्तो दिन आइएछ भन्ने जस्तो भएको थियो। तर अहिले चाहिँ घाम लगाइरहेको। हामी त बिहानै जाने, डुम्बा जाने भनेको आज चाहिँ। त्यो चाहिँ भएन, अब भोलि हुन्छ होला डुम्बा चाहिँ होइन। अनि अहिले चाहिँ केटाहरू अगाडि अगाडि गएछन्। यहाँको साथीहरू नि उहाँ तिर खेल्न जाने रे। बन्द भयो है भिडियो त, आफै बन्द भयो। यति बेरसम्म भिडियो बनाएको केटा बन्द भएको छ यार। क्या नि अब यस्तै छ, बेला बेला के हुन्छ मोबाइलबाट गरायो। यस्तै हो कि कहिले के हुन्छ कहिले के भइदिन्छ। भिडियो आफै भयो, आफै बन्द भयो यार। के भइदियो यार मोबाइल यार। हेरिराख्यो बाबु बेला बेलामा। अब भिडियो बनाउने भनेको यस्तो के भइदिन्छ यार मोबाइलमा। घरि आफै बन्द भइदिन्छ, घरि के हुन्छ। बर्खाको बेला चाहिँ यो भरि आउँछ होला कि पुरै वारीदेखि यहाँ वारीदेखि वहाँ पारीसम्म सबै आउँछ होला कि। यो पुरै खोला आएर त होला यस्तो भएको। हुन त त्यही त हो नि। हेर्न अहिले नि यत्रो यतिको त छ नि हेर्न। तर कस्तो शान्त छ क्या फेरि। यस्तो शान्त खोलाहरू एकदम गहिरो हुन्छ कि फेरि। हजुरलाई थाहा कि थाहा छैन, तर भनिदिएको थिएँ नि। हामी त रङ साइड नै हिँडिन्छ। जस्ट इन्जोय द भ्यू गाइस। चिसो भयो यार। चिसो लाग्ला जस्तो मुस्ताङमा। चौरी गाई यो ठुलो कत्रो आउँदैन यार। गाईहरू कुद्नु पर्ने हुन्छ हामी। हजुरहरूलाई केटाहरूले हिजो बुलेट लिएर आएको थिएँ। अब आज के लिएर गएन हजुरहरूलाई म देखाइदिन्छु होइन। खतरनाक बाइक लिएर गयो नि आज फेरि। हिरो बाइक, हिरो बाइक हो कि हिरो फेरि खतरनाक कुद्छ। हिजोको पानी अलि खोलो परेछ क्या, खोलो आयो। जाडो भयो गाडीहरू।
गेलिँदा मरै दुईजना मरमला छोड्दै एक और टाइम गेलिँदा मरै दुईजना मरमला छोड्दै जान्दा नि अब मर्न देखेको भए टाढो नि मरिन्छ त्यस्तो भनेर हुँदैन हुन्न त त्यही नि सब पानी आएर पानी खोला बढेर होला कि यस्तो डुबार्नु पऱ्यो जस्तो भएको हेर्नु न सब उजाड भयो है हामी अब मालबारीतिर हिँड्दै सम्झेर सबतिरको पाहाडहरू हेर्दै वन जङ्गल हरियाली जताततै होइन माथि माथि पुरा माथि माथि फेरि छ पुरै माथि माथि के भन्छ बादल कुहिरो तु यहाँ ल अरे कहना क्या चाहते हो हुस्सो हुस्सो सुस्सो के भन्छ नि त्यही हो कि यो सिपलाई चाहिँ हाम्रो ट्रकको बोटी हालिदिउँ होइन ठिक छ पारामा ए गुटुङ 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 हिजो राति यो बाटो हामी तिर्पल लोड आएको क्या यता बिच बाटोबाट फर्कियो नि त हिजो त्यति बेला हामी मेरो बाइकमा तिर्पल लोड मेरो बाइकमा कसरी तिर्पल लोड आउँछ कत्रो छ बाइक अहिले हेर्नु अन्त तिर्पल लोड अट्छ कि अट्दैन कमेन्टमा भनिदिनु है कस्तो छ बाइक अन्त अट्छ कि अट्दैन यस्तो पिस पुलबाट हाल्ने र यहीबाट त होला होइन डल्ने ओह्रालो हिँड्छ सगमलाई नि सकिन्न रे गाई त्यत्तिको भनिदिनु त हो कि क्या हो चिप्लो रहेछ यार पुल त बिहान परेको हो त जय कालिका माइकी जय बुद्धिनाथ बाबा की हो लो 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 भन्ने के ओभर एक्टिङ बटाउन त पऱ्यो नि अब के गर्न सकिन्छ होइन केटा यसको फेरि खोलो चाहिँ लिन पर्छ म के नि गर्छु देख्नु भयो नि ओ बल्ल तातो भयो यार घाम लागेर नि होला कस्तो तातो भएको यार चिसो भइरहेको थियो अघिसम्म बल्ल तातो भएको भोलि नि चेन्ज भयो जस्तो लाग्यो मेरो यसरी सुत्नु नि बाइक त भिडियोमा चाहिँ सुते जस्तो देख्यो होइन होला मलाई त्यस्तो सुते जस्तो लागेन अब केटाहरूले देखिँदै गर्न थालेको सुतेर चाहिँ मोडको लगा मोड छ छिटो तर यसमा चाहिँ बाटो चाहिँ अलि ठुलै हो अलि घुम्टीमा चाहिँ रङ साइडबाट नि ओभरटेक गर्दैन रहेछ कि यतातिर चाहिँ अलवेज फलो द ट्राफिक रुल्स ये बड़ी अच्छी बात कही आप थाहा रहन्छ कि अब केटाहरूलाई यार होइन केटा अलवेज फलो द ट्राफिक रुल्स जिल्ला तोबा 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 थारा मूड खराब कर दिया साउको बारेमा अहिले चाहिँ फल्न चाहिँ फलेन के अरे फुल खेले अहिले चाहिँ तर फल्ने बेला आउने अन्त रोड छेउमा बस्ने हिँड्ने टिप्ने खाने यहाँ नि छ एउटा घुम्ने जस्तो ठाउँ यहाँ के अरे माथि त्यो अप्परमा छ निहरू त्यस्तै रहेछ यहाँ पनि भित्रबाट पुरा भत्के जस्तो पुरै पर चाइना र इन्डिया
नेपाल र चाइना लड्ने बेलामा हौ यस्तो खतरा पहाड खोपेर बनाएको त अनि तर मुस्ताङ आउने बाटो नि पुरा पहाड खनेर कर फुटालेर बनायो यार खतरा बाटो चाहिँ आउने यता चाहिँ हेर्न नि डर लाग्ने छ क्या फेरि बाटो नि केटाहरू त डेन्जरै कुदेछन् क्या यार दिउँसोमा त यहाँ चेकिङ हुन्छ होइन यहाँ कति मल्यो घाटी डेन्जर बसी जस्तो बनाइदियो यार मेरो त यार पैसै चेन्ज भयो जस्तो भयो यार ए आमा यो के होला यो पारीको त्यो पारीबाट आएको खोलो त होला होइन हेर्न पारीबाट पुरै खोलो त्यो भल आउँदा हुन्छ नि बाढीहरू आउने बेलाको त्यस्तै बेला आएको बेला होला क्या त्यस्तो भएको पुरै खतरा यार खतरनाक सुपर बाइक लिएर गयो नि त सो अहिले चाहिँ हामी उता मार्फा गएर कुद्नु भन्ने सोच बनाएर हिँड्यौँ होइन अब यहाँबाट अलि अगाडिबाट स्याउबारी देखिन्छ क्या यो तलको सब स्याउबारी छ क्या यहाँबाट यता त स्याउबारी नै स्याउबारी जस्तो गएको मुस्ताङको सबभन्दा महँगो रिजोर्ट भन्दा चाहिँ महँगो त महँगो हुन्छ किनकि राष्ट्रै महँगो छ अरे यो रिजोर्ट चाहिँ मलाई थाहा छैन यो लोकलहरूले भन्थे हामी लगभग पुग्न लाग्यो सब स्याउबारी देख्नु आएको त सब स्याउबारी हो यहाँमा कर्नरिङ त कस्तो सडलक्कै गएको त नि आउनु यहाँ तल्लो पनि सब स्याउबारी जस्तो छ फेरि सब स्याउबारी हो कि सब स्याउबारी पुरो तिन थरीको स्याउ पाउँछ अरे क्या फेरि चक्लेटी अन्त अरू के भन्थे हिजो साथीले चाहिँ हनुमानजी पुरै पहाडै उचाल्नु भएछ त भन्छ है अन्त सबैसँग फोटो चाहिँ त्यही होइन ए छक्का बन्जामा हो क्या त्यो त होइन त्यो त मल्लासतिर हो टुकु चाहिँ स्वास्थ्य चौकी यहाँ पनि स्वास्थ्य चौकी उसले काम गर्न छोडेर के को फोटो होला नि बेलानको बेला ए नि है आज शनिबार पो हो शनिबार पनि यहाँको स्वास्थ्य चौकी चाहिँ खुल्दो रहेछ यी स्याउको बुट्टा देख्नु भयो त्यो गाइजहरू उयो तल्लो चाहिँ माथिल्लो त होइन फेरि उहाँ माथिको भन्नु होला हिजो यहाँ कस्तो डर लाउने गरेको थियो हामीले बाइक हिजो यहीँ बनाएको थियौँ फर्केर आउने बेला उ गरे बेला होइन अन्त यहाँ कस्तो डर लाउने साउन्ड आएको के रोयो जस्तो न के कस्तो न कस्तो आएको थियो क्या हिजो यहाँ हिजो हामीले यहाँ बनाएको बाइक चाहिँ उयो स्मार्ट मोटरिङ सोल्युसनमा के गराइदियो यार हल्का बिट बाङ्गे जस्तो थियो टायरै उठ्दैन यो त फालिहाल्छ भनेर आफ्नो ट्युब बिकाइहाल्यो अब रातिको बेला केही बोल्ने कुरो नि भएन सुतेको मान्छेले उठेर बनाइदिएको त्यही भएर केही बोल्ने कुरो नि भएन होइन नत्र त त्यो बिट उठ्थ्यो कि हिजो केही भएन अब हुने कुरा भइहाल्यो हिजो केटाहरूको कुन बाइक थियो आज चाहिँ सुपर बाइक लिएर आयो नि केटाहरूले देखाइदेऊ त यता सुपर बाइक केटा पड्काइदेऊ न मिसफायर हानिदेऊ न भोम उहिले चलाइने फेरि राइडरवाला हो कि हिजो केटाहरूको कुन बाइक थियो आज सुपर बाइक लिएर सो अब आज हामी मार्फामा आइसकेछौँ मार्फा आउने अन्त अगाडि मेरो मोबाइलले स्टोरेज फुल भइदिएछ अब केही भएन यहाँबाट अगाडिको देखाउँछु
आधा त कहाँ कहाँ के भयो कि आज भिडियो चाहिँ अब त्यसको लागि सरी भन्न चाहन्छु म चाहिँ। यहाँ रहेछ त्यही मेला त। वाउ दामी दामी चौकीबारमा यहाँ चाहिँ कल्चरल ड्रेसहरू नि लाउन पाइन्छ है केटा। कल्चरल ड्रेसहरू अब केही लैजान इच्छुक हुनुहुन्छ भने ल नि भयो। त्यस जताततै यहाँ त फोटो सेसन हुँदो रहेछ क्या जताततै। होटल माउन्ट भिला रेस्टुरेन्ट तर दामी छ यार। गल्ली गल्ली हिँड्न बाइक चलाएर गल्ली गल्ली हिँड्दिने यार हामी यार। अरू हिँड्छन् हामी बाइक चलाएर हिँड्दिने। पिपिप दिदी अब क्या नि त नि हर्न बजाउने अनि अब यस्तो के हर्न बजाउने। एक्कासी पाल आएको अरे पाल के हो का बाटो बिग्रिएर रहेछ भन्नु खोजेको है। त्यस्तो नसोच्नु होला। मैं तो कुछ और ही समझ रहा था। हेलो कुहिरेहरू कता हो जाने सिधै रोक्यो होला नि के अरे। अहिले चाहिँ हामी यो जेरी गल्ली हो कि के गल्ली भनेर हिँडेका हुन् केटाहरू चाहिँ। त्यहाँ रोकेछ नि त सुपर बाइक त्यही होइन। केटाहरू राइडरले हेर्न चाहनुहुन्छ भने यही राइडर सुपर बाइकको केटाहरू। सुपर बाइक वाउ हिजो कुन बाइक थियो केटाहरूको आज सुपर बाइक छ हेर्न। सो अहिले चाहिँ हामी यो यहाँ उसमा चाहिँ आइसक्यौँ हामी होइन। मल फुकाल्नु पर्यो अब फेरि गाह्रो छ कि। सो अहिले चाहिँ हामी यहाँ जेरी गल्ली हो कि के गल्ली हो अब केटाहरूले लिएर आएको के अरे त्यही गल्लीमा आउन लागिसक्यो अब। त्यहाँ गइन्छ यहाँ गुम्बा नि रहेछ। राइडर कस्तो लाग्यो त कावासाकी G900 खतरा कुद्यो। नलाउने दिदी अब ड्रेस हाम्रो आफ्नै ड्रेस लाएर हिँड्ने केही भएन। स्याउको सुकुटी यही त होला है नि दाइ जेरी गल्ली भन्ने होला। त्यहाँ त लेखेको त देखेँ नि अब उतातिर देखा जस्तो नि छ त्यो 7 भनेर। सो अब चाहिँ यसो फोटोसोटो खिचिन्छ अन्त भेटौँला है त केटा। सो केटा हो अहिले चाहिँ हामी यहाँ फोटोसोटो खिच्यौँ सबै मिलेर होइन। यता सरले फेरि ड्रेस लाउनु हो अरू कसैले लाएन। देख्यौ त पाखे डान्स छप्री। अनि मेरो बाइकमा चाहिँ किन ऊ भइरहेको थियो भनेपछि यस्तो खालको बाइकमा त्यही भएर हिले छ्याप्छ। अनि चाहिँ अब चाहिँ हामी निस्किनु लागेको। अब एकचोटि खाजा खाने ठाउँमै भेट्छु म हजुरहरूलाई किनकि चार्जै छैन स्विच अफ हुनु लाग्यो मोबाइल। सो खाजा खाने ठाउँमा बसेर यसो चार्ज गर्छौँ अन्त भेट्नुपर्ने हुन्छ है त। सो केटा हो अहिले हामी लाभा रिस भएर बसेन। मामे यता हेर क्या मामे तिम्रो दाँत देखाइदेऊ न हाँस्देऊ न अस्तिको जस्तो। लास्टले भुतुक्कै भयो त नि यार। जस रमाइलो चाहिँ रमाइलो भयो हेर्न नि यहाँ हानिरहेछन् हामी दर्शक नि टन्नेछन्। यहाँ चाहिँ आजबाट मेला सुरु भएको अरे। आज चाहिँ त्यति केही रमझम जस्तो छैन यही मात्र रहेछ। भोलिबाट चाहिँ हुन्छ होइन रमाइलो बल्ल। भोलिबाट चाहिँ डेन्जर रमाइलो हुन्छ अरे। तर भोलि हामी मुक्तिनाथतिर गइन्छ होला भोलि चाहिँ। सो आजको केही छैन केटा आज यस्तै भयो। सेगम ताल के ताल जाने भनेको नि त्यो नि क्यान्सल गरेर बसियो। यहाँ रिचम रमाइलो भइरहेको छ अब के जाने त नि उता भन्ने कुरो हो। सो आजको भिडियो मन परेमा यिनी चाहिँ हराएर भेटेको रे यहीँको मेलामा हटाएको रे। अब कोही मुस्ताङबाट हेर्ने हुनुहुन्छ भने आफ्नो मान्छे चिनेर कमेन्ट गरिदिनु होला। यता दोस्तले नि हान्ने रे जुन चाहिँ हाम्रो मुस्ताङको दोस्त रमाइलो भयो। यो दाइले चाहिँ त्यो बिचमा हान्नु भएको कि ऊ त्यहाँ बिचमा हुन्छ त्यसभित्र हानेर अबिर जात्रा गर्दो रहेछ। यहाँ चाहिँ त्यो बिचमा हानेको प्राइस चाहिँ कति पाइन्छ पनि त्यो बिचमा हानेको कति पाइन्छ अरे 7,000। त्यो बिचमा हानेको चाहिँ 7,000 पाइदो रहेछ त्यो दाइहरूले हाने रहेछन्। सो आजको भिडियो यहीँ इन्ड गर्छु केटा। अब आज यस्तै भयो एकतिर जाने भनेको अर्कोतिर हिँड्ने
सो नयाँ नयाँ भिडियोको लागि सब्सक्राइब गर्नुहोस्, हिट द बेल आइकन अलमा सेट गरेर राख्नुहोस्। पुरानो हुनुहुन्छ भने लाइक सेयर गरिदिनु होला भन्दै आजको भिडियो एन्ड गर्छु। बाई बाई।